इलामको हाइड्रो समूहमा पहिरो बाढीको करेन्टले नेप्सेमा झड्का। इलाममा आएको भीषण बाढी र पहिरोले जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्याउनुका साथै त्यसको प्रत्यक्ष असर नेपाली शेयर बजार नेप्सेमा पनि देखिएको छ। इलाममा सञ्चालनमा रहेका 17 मध्ये 15 वटा जलविद्युत आयोजनाको उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। बाढीले हेड वर्कर्स, पावर हाउस, इन्टेक र महत्त्वपूर्ण पहुँच मार्गहरूमा अर्बौं रुपैयाँको भौतिक क्षति पुर्याएको छ, जसले गर्दा राष्ट्रिय विद्युत प्रणालीमा आपूर्तिमा समेत अवरोध आएको छ। यस विपत्तिको खबरले शेयर बजारमा जलविद्युत समूहलाई सबैभन्दा बढी प्रभावित पारेको छ। बाढी प्रभावित कम्पनीहरूमा लगानी गरेका लगानीकर्ताहरू त्रसित भई शेयर बिक्री गर्न खोज्दा हाइड्रो पावर उपसूचकमा ठूलो गिरावट आएको छ र यसले नेप्से परिसूचकलाई समेत तल झारेको छ। आयोजनाहरूको उत्पादन कहिले पुनः सुरु हुन्छ भन्ने अनिश्चितता र बिमा दाबी भुक्तानीमा लाग्ने समयका कारण कम्पनीहरूको आम्दानी र आगामी लाभांश यानि कि डिभिडेन्ड वितरणमा समेत असर पर्ने चिन्ताले बजारमा मन्दी छाएको छ। इलाममा रहेका हाइड्रो पावरहरू यस प्रकार रहेका छन्। माई खोला 4.5 मेगावाट, पुवा खोला 6.2 मेगावाट, माथिल्लो माई अथवा अप्पर माई 12 मेगावाट, पहिले 25 मेगावाट उल्लेख भएको पनि देखिन्छ। माई जलविद्युत आयोजना माई हाइड्रो पावर प्रोजेक्ट 22 मेगावाट, माई क्यास्केड हाइड्रो पावर प्रोजेक्ट 7 मेगावाट, लोवर जोगमाई खोला 6.2 मेगावाट, सुपर माई 7.8 मेगावाट, सुपर माई ए 9.6 मेगावाट रहेका छन्।